त्यति सजिलै नपाइने यस चिज पाउनलाई यति मेहनत गर्नुपर्ने, दिनमा यतिकै के बसिरहने भनेर हाँसी खुर्बेटो बिरी गृहबाट निस्केर गाउँमाथिको मैदानमा पुगी छोटो विश्राम गरेपछि अनि अघि बढ्दा पहिले यो ठुलो जङ्गलको घेरामा हेर्ने मनसाय पलाए। पहिलो बुटमा हेर्दा नपलाएको रहेछ, दोस्रो बुटमा अरू कसैले काटेर छोडिदिनु भएको रहेछ। लगातार अरू बुटमा हेर्दै जाँदा पाइएन, धेरै पछि एउटा बुटमा गएर उद्घाटन भयो। अरू बुटहरूमा हेर्दै हिँड्दा झाडीभित्र पाएपछि यो भेगमा छैन भन्ने भइसकेको थियो। अनि बाटोमा निस्केर भूमि देउतालाई ढोगी अघि बढेर ठुलो जङ्गललाई पार गरी 7औं बुटमा गएर हेर्दा पाइयो, जसलाई लिएर नजिकैको बुटमा गएर हेर्दा बल्ल सानो पलाउन सुरु गरेको रहेछ। अनि छोडेर उकालो लाएपछि एक ठाउँमा गएर एकपछि अर्को गर्दै दुईवटा पाइयो, जसलाई लिएर कहिले नटुट्ने बुटमा गएर हेर्दा नपलाएको रहेछ। अलि उता सानो पाइयो, जसलाई भाँचेर छेउैको बुटमा हेर्दा छैन। माथि गएर हेर्दा अर्को पाइयो, अर्को भेगमा गएर हेर्दा 15औं 16औं बुटमा त पलाएकै थिएन, 17औं बुटमा पाइयो। त्यसपछि भने कहिले नटुट्ने ठुल्ठुलो पाइने बुटमा त पलाएकै छैन त। तर पनि खोज्ने क्रमलाई जारी नै राख्दै धेरै माथि आए जस्तो लाग्यो। अब भने ओह्रालो लाउनु पर्छ भनेर लाग्दा 27औं बुटमा गएर यो हो नि त कुरिलो भन्ने खालको पाइयो। आफूलाई याद भएको जतिको बुटहरू क्रमशः हेर्दै जाँदा नपाएपछि यतिसम्म झ्याउ लाग्यो कि मेरो इच्छा शक्ति नै नष्ट भएको जस्तो गरेर त्यही पनि अन्तिम भेगमा गएर हेर्छु भनेर हेर्दा त एउटा सानो मात्र पाइयो। अनि यतिन्जेल थकित भइसकेको थिए। विश्रामका निमित्त आसन लिएर गन्दा लगभग 50वटा बुटबाट 10वटा मात्र पाइयो। अब सिजनमा यति पाउँदाखेरि नि खुसी थिए। अनि गृहमा यति कुरिलो मात्र लिएर के जानु जस्तो लागेर कपडा सुकाउने घरेलो काटी लिएर गृहमा फर्के।